निर्वाचन परिचालन कमिटीका सचिव कमरेड रमेश हमाललाई, यो पत्रकार सम्मेलनमा उपस्थित हाम्रो पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनाल र सबै केन्द्रीय समितिका सहयोगी कमरेडहरू, यो सम्मेलनमा उपस्थित सबै पत्रकार र अन्य मित्रहरू, थुप्रै प्रश्न थुप्रै संशय र विवाद बहस हुँदै अन्ततः हामी अब फागुन 21 गतेको नजिकै आइपुगेका छौँ र निर्वाचन अब सुनिश्चित भएको छ। हाम्रो पार्टीले सुरुदेखि नै जेनजी आन्दोलन 23 को र 24 को घटनाक्रम हेरिसकेपछि आजको यो परिस्थितिमा देशलाई तुलनात्मक रूपले सहज निकास दिन सक्ने भनेको निर्वाचन नै हो भनेर भनेका थियौँ र केही उतार चढाव हुँदै अहिले अब सिङ्गै राष्ट्र नै निर्वाचन प्रक्रियामा संलग्न भइसकेको छ र 1 हप्ता मात्रै बाँकी छ निर्वाचन सम्पन्न हुन। त्यस्तो परिस्थितिमा हामीले यो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छौँ। सबभन्दा पहिला त म लामो व्याख्या भन्दा पनि यो निर्वाचन कुनै सहज परिस्थितिको नियमित निर्वाचन होइन, असहज परिस्थितिमा आइलागेको एउटा निर्वाचनमा हामी सहभागी हुँदैछौँ र यसलाई सफल पार्नु हामी सबै समाजका सबै तह तबकाको जिम्मेवारी हुन आएको छ र अब करिब निर्वाचन सम्पन्न हुने दिशातिर अगाडि बढेको छ र यो पटकको निर्वाचनमा देखिएका राजनैतिक प्रवृत्तिको दृष्टिकोणले कुरा गर्नु आवश्यक छ भन्ने हामीलाई लाग्छ। त्यसरी हेर्दा 23 गते जेनजी युवाहरूले बडो पवित्र मनले भ्रष्टाचार नियन्त्रण हुन पर्यो र सामाजिक मिडिया सोसियल मिडियामाथिको प्रतिबन्ध हट्नु पर्यो भन्ने बडो सरल माग राखेर शान्तिपूर्ण रूपले प्रशासनको स्वीकृति लिएर सिडिओ कार्यालयबाट स्वीकृति लिएर 23 गते बिहान प्रदर्शनमा सहभागी भएको हामी सबैलाई थाहा छ र त्यो प्रदर्शनलाई सबभन्दा पहिला यो सही मागको निम्ति जायज मागको निम्ति युवाहरूले आयोजना गरेको प्रदर्शन हो। त्यसकारण भ्रष्टाचार विरुद्ध अभियानमा हाम्रो पार्टी अगाडि बढी नै राखेको थियो र सुशासनका पक्षमा र सोसियल मिडियामाथि कुनै खालको प्रतिबन्ध हुन हुँदैन भन्ने कुरामा नि हामी लागिराखेकै थियौँ र सबभन्दा पहिला 23 गते नै दिउँसो हामीले जेनजी युवाहरूका आवाजहरू मागहरू सही छन्, सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् भनेर सबभन्दा पहिला हामीले नै बोलेका थियौँ। तर दुर्भाग्य साँझ पर्दा नपर्दै 2-3 बजेबाट चाहिँ दमनको स्थिति सरकारले लियो, दमनको नीति लियो। 19 जना जेनजी युवाहरूको निर्मम हत्या भयो र त्यो हत्याको सबभन्दा पहिला भर्त्सना गर्ने र पार्टीको औपचारिक बैठक बसेर ती युवाहरूलाई शहीद घोषणा गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र सरकारलाई अविलम्ब 23 गते नै बेलुका राजीनामा दिनुपर्छ भन्ने पनि हामी नै भयौँ। मलाई लाग्छ तपाईँ पत्रकार साथीहरूलाई यो कुरा पक्कै पनि सम्झना होला। हामी राति 10 बजे औपचारिक निर्णय गरेर यो कुरा सरकारलाई भनेका थियौँ र अनि 24 गते बिहान हामी त्यति बेलासम्म प्रमुख प्रतिपक्षी दल हुनुको नाताले र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले मैले सिंहदरबारमा प्रतिपक्षीहरूको बैठक बोलाएर 23 गते भएको हत्याको भर्त्सना गर्ने, सरकारलाई राजीनामाको निम्ति दबाब दिने उद्देश्यले बैठक बोलाएको कुरा पनि यहाँहरूलाई थाहै छ। म यसको व्याख्यातिर अहिले जान चाहन्न। मलाई लाग्छ तपाईँ पत्रकार साथीहरूलाई यो कुरा राम्रोसँग सम्प्रेषण भइ नै सकेको छ।
मैले यहाँ भन्न खोजेको कुरा के हो भने 23 गते युवाहरूमाथि निर्ममतापूर्वक हत्या गर्ने एउटा अतिवादी प्रवृत्ति, अहंकार, दम्भ, 2/3 छ हामीसँग भन्ने अहंकारले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरूको आवाजलाई बलपूर्वक दमन गर्ने जो प्रवृत्ति देखियो, त्यो अहंकार र दम्भको प्रवृत्ति चाहिँ अहिले पनि नेपालको राजनीतिमा र यो निर्वाचन प्रक्रियामा पनि त्यो अहिलेसम्म आत्मसमीक्षा गर्न त्यो प्रवृत्ति तयार भएको छैन। नैतिक जिम्मेवारी लिनसम्म पनि तयार नहुने एउटा यस्तो अतिवादी प्रवृत्ति देखा परेको छ। 23 गते युवाहरूको हत्या गर्ने अहंकारी र दम्भी प्रवृत्ति। अर्को प्रवृत्ति 24 गते जेनजी आन्दोलनभित्र घुसपेट गरेर त्यसलाई अपहरण गरेर जसरी सिंहदरबारदेखि देशका सबै धरोहर, सर्वोच्च अदालत, संसद भवनदेखि प्रहरीका कार्यालयदेखि पार्टीहरूका लोकतन्त्र र गणतन्त्रको निम्ति लडेका पार्टी कार्यालयदेखि नेताहरूका निवाससम्म जलाउने जो काम भयो, त्यो अर्को अतिवाद, त्यो अर्को विध्वंसको प्रवृत्ति, यो पनि अतिवादी प्रवृत्ति हो। यी दुईटा अतिवादी प्रवृत्तिका विरुद्ध हामी सुरुदेखि नै सङ्घर्षमा छौँ। पत्रकार साथीहरू, म तपाईहरूलाई गम्भीरतापूर्वक यो कुरालाई जनतामा सम्प्रेषण गर्न अपिल गर्न चाहन्छु। 23 गते हत्या गर्ने प्रवृत्ति र 24 गते विध्वंस गर्ने प्रवृत्ति, यी नेपाली मनका, नेपाली भावनाका, नेपाली जनताका मनका प्रवृत्ति होइन। नेपाली जनता विरुद्ध, नेपाल राष्ट्रको स्वाधीनताका विरुद्ध, नेपाली जनताको आत्मनिर्णयको अधिकारका विरुद्ध विभिन्न खाले चलखेलहरू मिलेर भएका अतिवादी प्रवृत्तिहरू हुन्। आज निर्वाचनमा यी दुईटा अतिवादी प्रवृत्ति पनि निर्वाचनका प्रक्रियामा छन् भने यी दुईटै अतिवादी प्रवृत्ति गलत हुन् र हामीले राष्ट्रिय एकता कायम गर्नुपर्छ, राष्ट्रको स्वाधीनतालाई अझ सुरक्षित र सुदृढ गर्नुपर्दछ र जनताका चाहना र जेनजी युवाहरूका आवाजहरूलाई पनि सम्बोधन गर्नुपर्दछ भनेर सुरुदेखि लगातार निरन्तर आवाज उठाउने पार्टी नेपाली कम्युनिस्ट पार्टी हो। यो 23 र 24 का दुईटा अतिवादका विरुद्ध राष्ट्रको एकताका पक्षमा उभिने, जनताका पक्षमा उभिने, लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक लोकतन्त्रको रक्षा हुनुपर्दछ र यसलाई अझ विकसित र परिमार्जित गर्नुपर्छ भन्ने मान्यता राख्ने सबै देशभक्त वामपन्थी र कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने प्रयास हामीले नै थाल्यौँ। यहाँहरूलाई थाहा छ, यो क्रममा झन्डै 2 दर्जन भन्दा पनि बढी साना ठुला वामपन्थी देशभक्त र कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गरेर आज हामी नेपाली कम्युनिस्ट पार्टीको निम्ति पार्टीका रूपमा नेपाली जनताको अगाडि खडा छौँ। यसरी हेर्दा तीनटा प्रवृत्तिको बीचमा यो निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ। अब नेपाली जनताको अगाडि निर्णयको घडी आएको छ। नेपाली जनताले युवाहरूको हत्या गर्ने अतिवादलाई समर्थन गर्ने, देश जलाउने अतिवाद, विभिन्न खालका प्रतिक्रियावादी चलखेलको प्रवृत्तिलाई समर्थन गर्ने या राष्ट्रको पक्षमा, स्वाधीनताको पक्षमा, परिवर्तनको पक्षमा अनि संविधान संशोधन र परिमार्जनका पक्षमा जेनजी युवाहरूका जायमाको पक्षमा उभिने नेपाली कम्युनिस्ट पार्टीलाई समर्थन गर्ने भन्ने अहम प्रश्न यति बेला नेपाली जनताको अगाडि छ। हामीले यसबीचमा देशभरि जे जति अपिल नेपाली जनतालाई गरेका छौँ, हामी यो राष्ट्रको रक्षा गर्न चाहन्छौँ, स्वाधीनताको रक्षा गर्न चाहन्छौँ, यसलाई सुदृढ गर्न चाहन्छौँ। हामी हाम्रै कमीहरूप्रति पनि हामी निर्ममतापूर्वक आत्मसमीक्षा गर्न चाहन्छौँ र त्यसलाई सच्याएर नेपाली जनताको चाहना र भावना अनुसार हामी सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अगाडि बढ्न चाहन्छौँ भनेर देशभरि अपिल गर्यौँ हामीले।
मलाई लाग्छ तपाईँ पत्रकार साथीहरूले देखिराख्नु भएको छ। हामी 7 प्रदेश र विभिन्न जिल्ला र अब अहिले निर्वाचन अभियानका क्रममा सबै निर्वाचन क्षेत्रमा हामीले यो अपिल गरिराखेका छौँ र हामीलाई विश्वास छ नेपाली जनताले राष्ट्रिय स्वाधीनताका पक्षमा, भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा आफ्नो अभिमत दिनेछन् भन्ने हाम्रो विश्वास छ। म पहिलो कुरा यो विषय तपाईहरु मार्फत आम नेपाली जनताको अगाडि राख्न चाहन्छु। दोस्रो कुरा, यहाँ अहिले केही कन्फ्युजनहरू यो परिस्थितिमा देखिँदै गए। पहिलो त हामीले अन्तरिम सरकार गठनमा गरेको सहजीकरण र निर्वाचनमा सहभागी हुनुको विकल्प छैन भनेर पहिलो दिनदेखि नै लगातार भनिराखेको र अन्य कतिपय राजनीतिक दल र नेताहरू, व्यक्तित्वहरू कन्फ्युजनमा सर्वदलीय सरकार गठन गर्ने कि संसद पुनर्स्थापना गर्ने कि या सर्वपक्षीय सरकार गठन गर्ने कि या निर्वाचन केही महिना पर सार्ने कि भन्ने खालका विभिन्न चर्चा परिचर्चा मलाई लाग्छ तपाईँ पत्रकार साथीहरूले पक्कै पनि सुन्नु भएको छ। तर हामीले गम्भीर रूपले विचार गरेर देशको असहज परिस्थितिलाई विचार गरेर नै अरू कुनै विकल्प सहज छैनन्। निर्वाचन मार्फत जनतामा जाने, जनताको अभिमत लिने विकल्प भन्दा लोकतान्त्रिक र अहिलेको निम्ति उचित विकल्प अरू छैन भनेर हामी अडि नै राख्यौँ र आज हामीलाई खुसी छ, हामीलाई गर्व पनि छ। अब सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली जनता पनि अब निर्वाचनमा होमिसकेको स्थिति बनेको छ। तर निर्वाचनमा जाने क्रममा पनि थुप्रै विभ्रमहरू अहिले पनि आउने गरेका छन्। म तपाईहरु मार्फत पहिलादेखि भनेको कुरा कि हामी यो पटक कुनै पनि राजनीतिक दल अन्यसँग समीकरण गर्दैनौँ। हामी हाम्रै एजेन्डाको बलमा, हाम्रै पार्टी र जनताको बलमा हामी निर्वाचनमा जान्छौँ भनेर हामीले पहिलो दिनदेखि नै यो कुरा भनिआएका छौँ। तर बेला बेलामा मिडियामा ल समीकरण बन्ने भयो रे भन्ने खालका चर्चाहरू पनि आउने गरेका छन् र हामीले लगातार नै त्यसको खण्डन गर्ने गरेका छौँ। हामी यो पटक न 23 गतेको निम्ति जिम्मेवार दलहरूसँग हामी समीकरण गर्ने पक्षमा छौँ, मैले अघि भने जस्तो एउटा प्रवृत्ति अतिवादसँग, न हामी 24 को विध्वंस गर्नेहरूसँग नै समीकरण गर्ने पक्षमा छौँ। मैले भने जस्तो हामी राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक अगाडि बढ्न चाहन्छौँ भन्दै आएका छौँ। हिजो आज पनि यसो सुनिन थाल्यो फेरि ल 10 ठाउँमा गठबन्धन हुने भयो रे, 15 ठाउँमा हुने भयो रे, महागठबन्धन हुने भयो रे 3टा ठुला दलका भन्ने जस्ता कुरा पनि सोसियल मिडियामा देखिन थालेका छन्। म आज यो पत्रकार सम्मेलनमा एकचोटि फेरि स्पष्ट शब्दमा फेरि एकचोटि दोहोर्याउन चाहन्छु, हामी कसैसँग समीकरणमा छैनौँ। कुनै गठबन्धन या कहीँ केही ठाउँमा छोड्ने भन्ने पनि हाम्रो कहीँ छलफल भएको पनि छैन, हुने स्थिति पनि छैन। मैले पटक पटक भनेको छु, खालि एक ठाउँमा बागलुङ जिल्लामा हामीले जनमोर्चासँग एउटा सिटका निम्ति तालमेल गरेका छौँ, अन्यत्र कहीँ तालमेल भएको छैन र तालमेल गर्ने भनेर नीतिगत रूपले हामीले कुनै चर्चा पनि गरेका छैनौँ। त्यहाँ तपाईँ पत्रकार साथीहरू, तपाईँहरू सायद धेरै जसो मूलधार मिडियाकै हुनुहुन्छ जस्तो लाग्छ, सोसियल मिडिया मात्रै हुनुहुन्न। यो अलि सोसियल मिडियामा अलि बढी फेक न्युज आउने गरेका छन्। म तपाईँहरू मार्फत यसमा अलि सतर्क भएर, अलि जिम्मेवार भएर सत्य समाचारहरू सम्प्रेषण गर्नेतिर ध्यान दिन म तपाईँहरूसँग अपिल पनि गर्न चाहन्छु। हुँदै नभएको कुरा पनि हो जस्तो गरेर प्रचार गर्ने, फेक न्युज दिएर देशभरिको जनता र पार्टीको कार्यकर्तालाई भ्रमित पार्ने काम हामी कसैबाट नहोस्। म तपाईँहरू मार्फत आज फेरि एकचोटि हामी यो पटक हामी आफ्नै खुट्टामा, आफ्नै एजेन्डामा, आफ्नै शक्तिमा भर परेर निर्वाचन अभियानमा जाँदैछौँ। तपाईँहरूले प्रष्टसँग भनिदिए हुन्छ र यो भ्रम महागठबन्धन इम्पोसिबल,
त्यो असम्भव कुराको प्रचार यदि कसैले गर्यो भने त्यो नियोजित प्रचार हो, त्यो गलत प्रचार हो भनेर म त्यसलाई पुरै खारेज गर्न चाहन्छु र तपाईहरु मार्फत त्यसको खण्डन होस् भन्ने पनि म चाहन्छु। त्यसकारण यो पटकको निर्वाचन हामी राष्ट्रको पक्ष र अतिवादका विरुद्धको सङ्घर्षका रूपमा हामीले यसलाई लिएका छौँ। मैले भन्ने दोस्रो विषय यो छ। तेस्रो विषय, यो पटकको यो निर्वाचन हामी सबैलाई थाहा भएको जस्तो यो सहज निर्वाचन छैन, यो नियमित निर्वाचन होइन। 84 मा हुनुपर्ने निर्वाचन अहिले 82 मा गर्नु परेको छ। त्यसो भएर थुप्रै संशयहरू जनताको मनमा पनि छन्, राजनीतिक वृत्तमा पनि संशयहरू छन्। के होला, कसो होला, चुनावै राम्रोसँग होला कि नहोला, अझै पनि या चुनाव भइहालेपछि त्यसपछिको सरकार कस्तो बन्ला, या चुनाव पछिको परिस्थिति कस्तो बन्ला भन्ने प्रश्न पनि नेपाली जनताको मनमा पनि भएको देखिन्छ। र म के भन्न चाहन्छु भने यो सम्पूर्ण नेपाली जनताको जिम्मेवारीको कुरा हो। यो पटकको निर्वाचनलाई हामी सबै राजनीतिक दलहरू मुख्य रूपमा अझ बढी जिम्मेवार, अझ बढी संवेदनशील राष्ट्रप्रति र जनताप्रति, लोकतन्त्रप्रति र गणतन्त्रप्रति भएर यो निर्वाचनलाई स्वच्छ निष्पक्ष रूपले सम्पन्न गर्न आफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ। 1 2 यो निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, अहिले म्याडी भनेर भर्ना गरेका प्रहरी, यिनीहरूको जिम्मेवारी पनि धेरै ठुलो छ। यो निर्वाचन स्वच्छ निष्पक्ष भयो, त्यसले दिने सन्देश एउटा हुन्छ। स्वच्छ निष्पक्ष भएन भन्ने जनतामा पर्न गयो भने त्यसले दिने सन्देश अर्कै हुन्छ। त्यसकारण सुरक्षा निकायको जिम्मेवारी धेरै ठुलो छ र मैले पटक पटक सुरक्षा निकायलाई धन्यवाद पनि भनेको छु र मैले विश्वास पनि व्यक्त गरेको छु हाम्रो सुरक्षा निकायले देशको राष्ट्रिय हितका पक्षमा र यो निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर एउटा सहज राजनीतिक वातावरण, स्थिरताको वातावरण बनाउने र विकास र समृद्धिको यात्रा सुरु गर्ने कुरामा आफ्नो ठाउँबाट योगदान गर्नेछन् भन्ने विश्वास म फेरि पनि दोहोर्याउन चाहन्छु। त्यहाँ कहीँ कतै समस्या नदेखियोस् भनेर पनि म विशेष रूपले अपिल गर्न चाहन्छु। तेस्रो, हाम्रो ब्युरोक्रेसी, कर्मचारी तन्त्रको काँधमा पनि निकै ठुलो जिम्मेवारी छ। यो निर्वाचनलाई स्वच्छ निष्पक्ष बनाउनको लागि हामी सबैले राष्ट्रको हितलाई उच्च प्राथमिकतामा राखेर योगदान गर्न जरुरी छ। त्यहाँ कर्मचारी तन्त्र जसले निर्वाचनमा प्रत्यक्ष रूपमा भूमिका खेल्ने अवसर प्राप्त गर्नुहुन्छ, उहाँहरूले पनि कुनै चाहिँ खालको आग्रह या पूर्वाग्रह या कसैको स्वार्थ या कुनैमा नलागिकन यो पटकको निर्वाचन असाध्यै बढी संवेदनशील छ, राष्ट्र बचाउने कि नबचाउने भन्या जस्तो अहम प्रश्न निहित छ यो निर्वाचनमा। त्यसकारण प्रत्येक नेपालीले देशको पक्षमा आफूलाई खरो उभ्याउने यो अग्नि परीक्षा पनि हामी सबैको छ। कर्मचारी तन्त्र, निर्वाचन आयोग, जुडिसियरी, अदालत सबैले पनि राष्ट्रको यो संवेदनशील घडीमा हामीले यो निर्वाचन मार्फत निकास दिने र जेनजी युवाहरूले उठाएका आवाजहरूलाई पनि संविधान संशोधन मार्फत शासकीय स्वरूपको कुरा होस् या निर्वाचन प्रणालीको कुरा होस् या पहिचान अधिकारका कुराहरू हुन्, यी सबैलाई पनि समीक्षा गरेर परिमार्जन गर्ने निर्वाचनपछि यो संकल्प पनि हामीले गर्नुपर्नेछ। मैले भन्ने तेस्रो कुरा यो छ, हामी सबैले मिलेर लाग्दा हामीलाई विश्वास छ निर्वाचन सफल हुन्छ र निर्वाचनले एउटा निकास दिन्छ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु। चौथो कुरा, कसले जित्ला, कसले जिते के होला भन्ने पनि प्रश्न छ। मैले नीतिगत र सैद्धान्तिक रूपले मैले अघि नै भनिसकेँ, अतिवादी प्रवृत्तिले जित्यो भने केही दुःख देशले पाउन पनि सक्छ। राष्ट्र र जनताको हितमा, लोकतन्त्र र गणतन्त्रको हितमा चाहिँ आवाज उठाउने र त्यसको निम्ति हिजो इतिहास बनाउने प्रवृत्तिले जित्यो भने त्यसले सहज हुन सक्छ।
यो हाम्रो सोच हो। तर मैले यसो भन्दै गर्दा अरूले जित्न हुँदैन, हामीले नै जित्नुपर्छ भन्ने अर्थ नलगाइयोस् भन्ने पनि म भन्न चाहन्छु। हामी संविधान सभा पहिलो निर्वाचनमा शान्ति सम्झौताबाट आउँदै गर्दा मलाई यो प्रश्न निकै पत्रकार साथीहरूले र चाहिँ बुद्धिजीवीहरूले सोध्ने गर्नुहुन्थ्यो, तपाईँ युद्धबाट शान्तिमा र निर्वाचन प्रक्रियामा आउनु भएको छ, तपाईँहरूको पार्टीले चुनाव जितेन भनेर अरूले नै जिते भने के गर्नुहुन्छ भन्ने प्रश्न सोध्ने गर्थे। मैले त्यति बेला पनि भनेको थिएँ, जब हामी निर्वाचन प्रक्रियामा सामेल भइसकेपछि, अन्तरिम संविधानलाई स्वीकार गरिसकेपछि परिणाम जे आए पनि स्वीकार्न हामी प्रतिबद्ध छौँ। स्वीकार नगर्ने हो भने निर्वाचनमा सहभागी हुनुको कुनै औचित्य हुँदैन भनेर मैले त्यति बेला पटक पटक भनेको थिएँ र नभन्दै हामीले परिणामलाई स्वीकार पनि गरेका थियौँ। परिणाम राम्रो पनि आएको थियो। अहिले पनि कोही नयाँ भनेको छ, कोही पुरानो भनेको छ, मैले त्यसलाई त्यो भाषा प्रयोग नगरिकन दुई अतिवादी प्रवृत्ति भनेर मैले भने। ती मध्ये नै जित्ने भयो भने पनि मेरो के बुझाइ छ, हाम्रो पार्टीको के बुझाइ छ भने त्यो भनेको पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र भित्रै जित्ने हो, यही संविधान भित्रै जित्ने हो र यो संविधान र गणतन्त्र भित्रको निर्वाचन स्वीकार गरेर आउने धेर थोर संख्या आखिरमा पार्लियामेन्टमा विवाद बहस गर्दै देशका समस्या समाधान गर्न सहायक नै हुन्छ। त्यसकारण कुनै पनि परिणाम स्वीकार गर्न हामी सबै तयार हुनुपर्छ भन्ने कुरा पनि म भन्न चाहन्छु। हामी जब अन्तरिम सरकारलाई स्वीकार गरेका छौँ, निर्वाचन प्रक्रियालाई स्वीकार गरेका छौँ भने जस्तोसुकै परिणामलाई पनि स्वीकार्न तयार हुनुपर्दछ र अनि पार्लियामेन्टमा आफ्नो ठाउँबाट जिम्मेवार भूमिका खेल्न प्रतिबद्ध हुनुपर्दछ भन्ने कुरा पनि म भन्न चाहन्छु। र अहिलेसम्मको परिस्थिति हेर्दा हाम्रो चाहिँ मोटामोटी आकलन के छ भने हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिले पनि हामीले देखेका छैनौँ। हुने भनेको फेरि पनि त्रिशङ्कु संसद नै हो, हङ पार्लियामेन्ट नै हुने स्थिति हो र सबैले पनि यही नै आकलन गरेको स्थिति छ। त्यस्तो परिस्थितिमा पनि हामीले जनमतलाई कदर गर्दै फेरि समझदारीको साथ हाम्रो लोकतान्त्रिक विधि विधान र मूल्य मान्यता अनुसार अगाडि बढ्ने कमिटमेन्ट हामी सबै राजनीतिक दल र निर्वाचनमा सहभागी सबैको तर्फबाट हुनुपर्दछ भन्ने हाम्रो धारणा पनि म राख्न चाहन्छु। हामीले अब अन्तिममा म के भनेर यो प्रसङ्ग टुङ्ग्याउन चाहन्छु भने अहिले हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको पक्षमा म जति ठाउँमा गएँ, सातै प्रदेशमा र हाम्रा नेताहरू जहाँ जहाँ जानुभएको छ त्यो ठाउँमा यो पटक हाम्रो पार्टीभित्र असाध्य राम्रो एकता पैदा भएको छ। हाम्रा नेता कार्यकर्ता समर्थक शुभचिन्तक सबै सक्रियतापूर्वक निर्वाचन प्रक्रियामा लाग्नु भएको छ। हाम्रो लागि यो निकै खुसी र सन्तोषको विषय भएको छ भने हामी लगातार हामीले पनि अनुसन्धान गरिराखेका छौँ। कति होला त, कुन पार्टीको कति होला भनेर हामीले गरेको अध्ययन, हामीले गरेको अनुसन्धान अनुसार एउटा मोटो रूपमा हाम्रो के देखिएको छ भने चारवटा पक्षको बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ। नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय